राष्ट्रपतिको कार्यालयले नयाँ गाडी खरिदका लागि सरकारसँग 16 करोड रुपियाँ मागेको खबरले चर्चाको शिखर चुमेको छ। धेरैजसो मानिसहरूले राष्ट्रपतिलाई 16 करोडको विलासी गाडी किन चाहियो भनेर प्रश्न गर्न थालेका छन्। गरिब देशकी राष्ट्रपति विद्यादेवी भण्डारीले सस्तो गाडी चढेर राष्ट्रको ढिकुटी जोगाउन भूमिका खेल्नुपर्नेमा आफै किन विलासी गाडीको माग गरेकी होलान् भन्ने आम जिज्ञासा छरपष्ट भएको छ। नेकपा एमालेबाट राष्ट्रपति भएकी भण्डारीले 16 करोड माग गरेको हो वा होइन भनेर राष्ट्रपति कार्यालयले अहिलेसम्म स्पष्ट पारिसकेको छैन, जसका कारण मानिसहरूले 16 करोड मागेकै हो भन्ने लफ काटेका छन्। एमालेकै नेता कार्यकर्ताले समेत गरिब देशकी राष्ट्रपतिले विलासी गाडी माग्नु सुहाउँदो होइन भन्दै आलोचना गरिरहेका छन्। एमालेको नर्सरी संगठन अनिरा सोब्युका माधव कुमार नेपाल निकट सचिव वसिम आलमले लेखेका छन्, राष्ट्रपति ज्यूका लागि 16 करोडको गाडी किन्ने प्रस्ताव अगर राष्ट्रपति कार्यालयको हो भने राष्ट्रपति ज्यूले तुरुन्त रोक्न सक्नुपर्छ। अगर यो हजुरको सहमतिमा हो भने हामीले कसम खाने हाम्रो आदर्श कमरेड मदन भण्डारीको अपमान हुनेछ र म यसको विरोध गर्नेछु। कतिपय एमाले कार्यकर्ताले भने राष्ट्रपतिले 16 करोडको गाडी मागेको खबर झुटो हो भन्दै बचाउ पनि गरेका छन्। युवा संघका ओली निकट नेता परशुराम बस्नेतले लेखेका छन्, राष्ट्रपति ज्यूले 16 करोडको गाडी मागेको कुरा निराधार हल्ला हो, हल्लाको पछि नलागौं। 16 करोडको गाडी मागिएको खबर बाहिरिएको 3 दिन भइसकेको छ। यस विषयलाई एमाले कार्यकर्ताले स्पष्ट पार्न खोजिरहेका छन्, तर स्वयं राष्ट्रपतिको कार्यालय भने यति बेलासम्म मौन बसेको छ। सामान्यतया सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले भिआइपीको लागि सवारी साधनको प्रबन्ध गर्छ, तर अहिलेको परिवेशमा भने राष्ट्रपति कार्यालय आफै यस विषयमा अगाडि तम्सिएको छ। सप्तरीमा बाढीले जनताको बिल्लीबाट भएको छ, रोग भोकले जनता ग्रसित छन्। गरिब देशको राष्ट्रपतिलाई 16 करोडको गाडी फजुल खर्च हो भनेर टिप्पणी भइरहेको छ। केही व्यक्तिहरूले सामाजिक सञ्जालमा लेखेका छन्, मदन भण्डारी साइकल चढ्थे, राजमाता विद्या भण्डारीलाई 16 करोडको गाडी चाहिएछ। 2 वर्ष अघि राष्ट्रपतिमा निर्वाचित विद्या एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारीकी पत्नी हुन्। सरकारले राष्ट्रपति चढ्ने गाडी खरिदका लागि 4 करोड रुपैयाँ उपलब्ध गराइसकेको थियो, तर राष्ट्रपति कार्यालयले 4 करोडले नहुने 16 करोड चाहिने जवाब सरकारलाई पठाएको छ। संसदबाट राष्ट्रपतिमा निर्वाचित भएकी विद्या भण्डारीमा राजमाता हुँ भन्ने भाव रहेको भनेर उनको आलोचना गर्नेहरू पनि छन्। उनलाई राष्ट्रपति कार्यालयमा भेट गर्न जानेहरूसँग उनले देखाउने अस्वाभाविक राजमाता शैलीबाट उनकै जिल्लाका मानिसहरू पनि आजित भएर फर्केका छन्। यसरी गाडी किन्नका लागि 16 करोडको माग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई तपाईँ के भन्न चाहनुहुन्छ? कृपया आफ्नो विचार कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला। अनि देश र दुनियाँको ताजा भिडियोहरू हेर्नलाई हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरिदिनुहोला। राष्ट्रपतिको कार्यालयले नयाँ गाडी खरिदका लागि सरकारसँग 16 करोड रुपियाँ मागेको खबरले चर्चाको शिखर चुमेको छ। धेरैजसो मानिसहरूले राष्ट्रपतिलाई 16 करोडको विलासी गाडी किन चाहियो भनेर प्रश्न गर्न थालेका छन्। गरिब देशकी राष्ट्रपति विद्यादेवी भण्डारीले सस्तो गाडी चढेर राष्ट्रको ढिकुटी जोगाउन भूमिका खेल्नुपर्नेमा आफै किन विलासी गाडीको माग गरेकी होलान् भन्ने आम जिज्ञासा छरपष्ट भएको छ। नेकपा एमालेबाट राष्ट्रपति भएकी भण्डारीले 16 करोड माग गरेको हो वा होइन भनेर राष्ट्रपति कार्यालयले अहिलेसम्म स्पष्ट पारिसकेको छैन, जसका कारण मानिसहरूले 16 करोड मागेकै हो भन्ने लफ काटेका छन्। एमालेकै नेता कार्यकर्ताले समेत गरिब देशकी राष्ट्रपतिले विलासी गाडी माग्नु सुहाउँदो होइन भन्दै आलोचना गरिरहेका छन्। एमालेको नर्सरी संगठन अनिरा सोब्युका माधव कुमार नेपाल निकट सचिव वसिम आलमले लेखेका छन्, राष्ट्रपति ज्यूका लागि 16 करोडको गाडी किन्ने प्रस्ताव अगर राष्ट्रपति कार्यालयको हो भने राष्ट्रपति ज्यूले तुरुन्त रोक्न सक्नुपर्छ। अगर यो हजुरको सहमतिमा हो भने हामीले कसम खाने हाम्रो आदर्श कमरेड मदन भण्डारीको अपमान हुनेछ र म यसको विरोध गर्नेछु। कतिपय एमाले कार्यकर्ताले भने राष्ट्रपतिले 16 करोडको गाडी मागेको खबर झुटो हो भन्दै बचाउ पनि गरेका छन्। युवा संघका ओली निकट नेता परशुराम बस्नेतले लेखेका छन्,
राष्ट्रपतिज्यूले 16 करोडको गाडी मागेको कुरा निराधार हल्ला हो, हल्लाको पछि नलागौं। 16 करोडको गाडी मागिएको खबर बाहिरिएको 3 दिन भइसकेको छ। यस विषयलाई एमाले कार्यकर्ताले स्पष्ट पार्न खोजिरहेका छन्, तर स्वयं राष्ट्रपतिको कार्यालय भने यति बेलासम्म मौन बसेको छ। सामान्यतया सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले भिआइपीको लागि सवारी साधनको प्रबन्ध गर्दछ, तर अहिलेको परिवेशमा भने राष्ट्रपति कार्यालय आफै यस विषयमा अगाडि तम्सिएको छ। सप्तरीमा बाढीले जनताको बिल्लीबाठ भएको छ, रोग भोकले जनता ग्रसित छन्। गरिब देशको राष्ट्रपतिलाई 16 करोडको गाडी फजुल खर्च हो भनेर टिप्पणी भइरहेको छ। केही व्यक्तिहरूले सामाजिक सञ्जालमा लेखेका छन्, मदन भण्डारी साइकल चढ्थे, राजमाता विद्या भण्डारीलाई 16 करोडको गाडी चाहिएछ। 2 वर्ष अघि राष्ट्रपतिमा निर्वाचित विद्या एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी